तपाईँको जस्तै 90 डेज टाइम सकिन लागिसक्यो होइन, अब जब पनि पाएको छैन, स्ट्याटस त सेभ गर्नु पऱ्यो नि त होइन। हजुर। अनि त्यसको लागि के छ त, कसरी चाहिँ सेभ गर्न सक्छ नि त स्टुडेन्टहरूले, र अहिले चलिआएको चलन के छ त हाम्रो यतातिर? सो तपाईँको म चाहिँ अब लास्ट स्टेज होइन, सबैले आफै गर्ने हो, सकेसम्म आफै गर्ने हो। अनि स्किल बढाउनु, एप्लाई गर्नु, इन्टरभ्यू दिनु, तर केही गरी भएन होइन। ल तपाईँको अब ग्रेस, मैले अघि भने जस्तै ग्रेस पिरियड त बचाउनु पऱ्यो होइन। सो यसको लागि चाहिँ अब साथीभाइहरूले नै गर्ने होइन। अनि एउटा स्टेप चाहिँ कन्सल्टेन्सीमा जानु हो होइन। सो तपाईँको कस्तो हुन्छ भन्दा कन्सल्टेन्सीहरूले चाहिँ दे आर विलिङ टु टेक यु होइन इन ओपिटी। अनि अरूहरूले नदिए पनि कन्सल्टेन्सीहरूले चाहिँ चान्स दिन्छ यो ओपिटीको केसमा चाहिँ होइन। सो तपाईँ अनि कन्सल्टेन्सीबाट ओपिटी स्टार्ट गर्ने बित्तिकै के हुन्छ भन्दा तपाईँको ग्रेस पिरियड स्टप भयो क्या। सो तपाईँ फर इक्जाम्पल तपाईँको ग्रेस पिरियड 30 डेज कट्यो, 30 दिनसम्म कामै पाउनु भएको छैन, 90 दिनको 30 दिन गइसक्यो। अब तपाईँले ठ्याक्क कन्सल्टेन्सी जानुभयो फर्स्ट अब 31st डेमा। सो अब तपाईँको ग्रेस पिरियड बाँकी भयो, 60 डेज बाँकी भयो नि त अब। सो तपाईँले त्यो चाहिँ एकदमै तपाईँको प्रिसियस भयो त्यो 60 डेज चाहिँ। अनि अर्को चाहिँ के भन्दा इनिसियल ओपिटी जुन यो 1 इयरको सुरुमा ओपिटी हुन्छ नि, त्यो ओपिटीको लागि चाहिँ तपाईँ पेड पनि हुनु पर्दैन कन्सल्टेन्सीमा तपाईँले जब काम गर्नुहुन्छ। अनि त्यो पनि एकदमै फाइदा हो, किनभने तपाईँले पे देखाउनु पर्दैन, पेरोलहरू के देखाउनु पर्दैन। जस्ट लाइक तपाईँ कन्सल्टेन्सी छिर्नु भयो, कन्सल्टेन्सीले अफर लेटर दिन्छ, त्यो अफर लेटर तपाईँ त्यसमा युएससिआइएसमा तपाईँको पोर्टल